नेपाल मण्डलको नेवा समुदायमा जङ्को एक अत्यन्तै प्राचीन धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्व बोकेको वृद्धावस्थामा मनाइने उत्सव हो। यो उत्सव मानिसले जीवनका निश्चित उमेरका चरणहरू सफलतापूर्वक पार गरेको अवसरमा मनाइन्छ। नेवा समुदायमा जङ्को उत्सव मार्फत ज्येष्ठ नागरिकलाई दिव्य दर्जामा सम्मान गर्ने सुस्वास्थ्य दीर्घायुको कामना गरिन्छ। जङ्गोको परम्परा नेवा समुदायमा शताब्दीौंदेखि चलिआएको विश्वास गरिन्छ। सामान्यतः 77 वर्ष 7 महिना 7 दिन पुगेपछि पहिलो जङ्को मनाइन्छ, जसलाई भीम रथारोहण भनिन्छ। नेवा समुदायमा जङ्को वज्रयान परम्परा अनुसार गर्ने गरिन्छ भने थेरवाद परम्परा अनुसार पनि गर्ने प्रचलन बढ्दै गएको पाइन्छ। यसै सन्दर्भमा श्रीदेव भिक्षु शान्त सिद्धार्थ स्थविर प्रमुख रहनु भएको स्वयम्भू भुइँखेल स्थित आनन्दभुवन विहारमा केशरमान ताम्राकार र रूप केसरी ताम्राकारको पहिलो जङ्को अर्थात् भीम रथारोहणको उपलक्ष्यमा पवित्र महापरित्राण पाठको आयोजना गरिएको थियो। कार्यक्रमको सुरुवातमा श्रद्धालु उपासक उपासिकाहरूद्वारा भगवान बुद्धको प्रतिमा महापरित्राण पुस्तक शिरमा राखी त्रिरत्न वन्दना गर्दै शोभायात्रा गरिएको थियो। शोभायात्रा पश्चात बुद्ध मूर्ति महापरित्राण पुस्तकलाई परित्राण मण्डपभित्र राखिएको थियो।
कार्यक्रममा श्रद्धेय भिक्षु शान्त शोभन स्थवीरबाट केशरमान ताम्राकार र रूप केशरी ताम्राकार सहित परिवारलाई खादा ओढाई सम्मान गरिएको थियो। देवता र मनुष्यहरूका शास्ता भगवान बुद्धको अनन्त गुणहरूको स्मरण गरी बुद्ध पूजा गर्ने गरिन्छ। सोही अनुरूप कार्यक्रममा श्रद्धेय भिक्षु शान्त शोभन स्थवीर सहित उपस्थित श्रद्धालुहरूबाट सामूहिक रूपमा बुद्ध पूजा गरिएको थियो। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स इति विशो भगवान् सम्मा सम्बुद्धो विद्याचरण सम्पन्नो सुगतो लोकविदो अनुत्तरो पुरेश धम्मसारथि सता देवमनुष्याणां बुद्धो भगवते नमो तस्स सम्मा सम्बुद्धस्स ये च बुद्धादिता च ये च बुद्धानागता पच्चुपन्ना च ये बुद्धा वन्दामि सर्वदा नाति मे शरणं अन्यं बुद्धो मे शरणं वरं एतेन सच वज्रेन होतु ते जयमङ्गलम्। सो पश्चात केशरमान ताम्राकार र रूप केशरी ताम्राकारद्वारा भगवान बुद्धको प्रतिमा अगाडि दीप प्रज्वलन गरी कार्यक्रमको सुरुवात गरिएको थियो। यसैगरी कार्यक्रममा बुद्ध विहारका प्रमुख श्रद्धेय भिक्षु कोण्डन्य महास्थवीरबाट सील प्रदान गर्नु भएर धर्मदेशना भएको थियो। श्रद्धेय भिक्षुले भगवान बुद्धका उपदेश सहितको महापरित्राण सूत्रलाई श्रद्धापूर्वक पाठ श्रवण गरेमा मानव जीवनमा आइपर्ने विभिन्न भय र विघ्न बाधाहरूबाट रक्षा हुने बताउनु भयो। जीवने जङ्को याउ छम मचा जन्म जुई खत जन्म लिउ मृत्यु पर्यन्त तिथि कथैगु संस्कारगत विधि व व्यवहारे चेपी तत मत केना न्यामापी न्यान्चोनापी चाहे वो संस्कारगत विधि व्यवहार त चैसं गुगु चगु कथ जीवने परिवर्तन बा सांस्कृतिक रूपं धार्मिक रूपं मानसिक रूपं अन सकारात्मक ऊर्जा प्राप्ति निम्ति गुगु ज्याख गथे चैसं सगुण प्राप्त यागु अवस्था तक्कनन चैत मानसिक रूपं अनुभव प्राप्त जुइगु वो महसुस वो अनुभूति जुइगु ख थुक थैगु थो ज्याझ अझ परित्राण महापरित्राण पाठ थे जागु बुद्ध वचन सत्य वचन पाठ याका पाठ नेना गो आशीर्वाद कैगु
भिंगु चैसं मनसाय तै चोना थोछगु चोछा बहगु जक्खे चैपी मुना चोना भिंगु व जख भिंगु सुवा प्राप्त जुइगु व जख गुकैत चैसं पुण्य धर्म संचय उढका धै चोनी पुण्य रूपी सावन थाना वो सावन थागु वसैत सावन ही थे सावन थागु मको जेगु चित्तयत सावन थागु मन यत यचु पिचु याना मने आध्यात्मिक सुख शांति यगु वृद्धि अभिवृद्धि समृद्धि प्राप्त यागु मन यत यचु पिचु यागु मन बलाकेगु मन यत ढाडस प्राप्त हैना छगु विल पावर्ड का धै इच्छा शक्ति यत प्राप्त हैना वनेउ कथैगु जख विशेष पर्व ब्लेनन चैसा यानोई चोनपिख कल परित्राण इव्य अनुसार नेने कने नहवई चोनपिख गु परित्राण ढैसाद की छचा खेर वैगु भय अंतराय विघ्न बाधा पंग कचिंग चाहे वो मनुष्य भय अमनुष्य भय जो इपि सकतान तनवनेमा चिलावनेमा धैगु वो मनसुआ सहित सत्य वचन यत कहना गुगु भगवान बुद्धैगु श्रीमुखम पिजोगु उपि धर्मयत लयबद्ध कथं बा उकियत छंदबद्ध कथं गो सूत्र पाठ यागु प्रचलन ख ठुकेत है चैसम परित्राण का भापिया वही छना अले थ्वय परित्राण यानी कि नच शुरुआत है तन उच्चारण याना कथं परिसमन्ततो ताय रखतीति परितम जीवने न्यावले सुखै सुख जक दका व्याप्त ज्यचनी मखु जीवन दका धैगु मेगु अर्थन झैसन स्वेउ खासा वो जीवन जीवंत कथा झंचुनी बोले अनेकों उतार चढ़ाव उकाली वराली कथा झंचुनेगु वो अवस्था दई एजी बोले तो झीसंग कगना चुनगु जीवन अले जीवन व जगत लिसे स्वापुधुगु गुलिनन झैसम भगैना चुनगु व विधि व व्यवहार तदु ठुकियत झैसं क्वथिक गंभीर द्वया झैसं विचार विमर्श याओ खासा अस्तलोक धर्म अंतर्गत जीवन झंचुनी धर्मदेशना पश्चात रूप केसरी ताम्राकारद्वारा श्रद्धेय भिक्षुलाई धर्म पूजा गरिएको थियो। सो पश्चात श्रद्धेय भिक्षु उपतिष्य महास्थवीर, श्रद्धेय भिक्षु बोधिज्ञान महास्थवीर, श्रद्धेय भिक्षु सौरद स्थवीर, श्रद्धेय भिक्षु शारद महास्थवीर, श्रद्धेय भिक्षु तिस्स महास्थवीर लगायत श्रद्धेय भिक्षुहरूबाट सामूहिक रूपमा पाठ गरिएको थियो।
සුඛං විරජං කේමං ඒතම් මංගල මෝත්තම ඒතාදිසානි ගත්වාන සම්බද්දම පරාදිතා සම්බද්ද සුද්ධින් ගච්ඡන්ති තන්තේ මංගල මෝත්තමං ඒතේන සච්චවජ්ජේන සුද්ධි දේවෝතු සම්මනා ඒතේන සච්චවජ්ජේන සම්මරෝගෝ විනාශතු ඒතේන සච්චවජ්ජේන හෝතු යානිද භූතානි සමාගතානි බුම්මානි වායානි වන්තලික්කේ සම්මේව භූතා මනා භවන්තු අදෝපි සක්කච්ච සුනන්දු ආසිතං තස්මයි භූතානි සමේත සම්මේ මෙත්තං කරෝත මනුසියා පජාය දිවාචරත්වෝ සහරන්තියේ බලින් තස්මයි නේරක්කත අයං කින්ති විත්තං ඉදවාහුරං වාසග්ගේසු ආයං රතනං නනෝ සමං අත්ථි තථාගතේන ඉදම් විබුද්ධේ රතනං कार्यक्रममा श्रद्धेय भिक्षु नारद र श्रद्धेय भिक्षु लखनबाट युगल पाठ गरिएको थियो। मालाकन्द विलेपन धारण मण्डन विभूषणठान वेरमणि सिक्खापदं उच्चासयन महासयन वेरमणि चातुरोपरजत पटिगहना वेरमणि सिक्खापदम् एकनामके सभ्ये सत्ता आरटिटिका द्वे नामके नामञ्च रूपञ्च तेनि नामके ते स्ववेदना चत्तारि नामके चत्तारि आर्य सत्यानि पंच नामके पंचोपादानखण्ड च नामके च अजतिकानि आयतनानि सत नामके भोजंग आठ नामके आर्यो आटाङ्गिको मार्गो सो लगतै श्रद्धेय भिक्षु बोधिज्ञान महाशिविर, श्रद्धेय भिक्षु तिस्स महाशिविर, श्रद्धेय भिक्षु नारद, श्रद्धेय भिक्षु शारद, श्रद्धेय भिक्षु पियरतन महाशिविर, श्रद्धेय भिक्षु शरणङ्कर, श्रद्धेय भिक्षु पन्यासार महाशिविर, श्रद्धेय भिक्षु नागित स्थविर सहित विभिन्न बिहारका श्रद्धेय भिक्षुहरूबाट युगल पाठ सम्पन्न गरिएको थियो। भूतपूर्वं भिक्खवे दुर्वसुरसङ्गं समो बबुलो अथको भाग्यकवे सको देवानमे देवतावति से आमने ससे मारे सा देवान संगम गत उपजेय मयं वा संबितातं वा लोमं ओलोकयाद ममं इव दशकं ओलोकयत यं भयं वा संबितातं वा लोमं समयेस नो से मे दशकं ओलोके अदं पजापति स देवराज स दशकं ओलोके पजापति स एव देवराज स दश
Olokayadayang bhavisade bayang vasami Sobayisade no se bajapati sadevara Tajagang olokayada varuna devaraja sadaja Olokayada varuna seva deva Tajagang olokayadayang bhavisade bayang vasami tata Loma sova sobaya no te boruna sadevaraja sadaja olokayada daisana sadevara tajaga olokayada isana bayang vasambitatang valomang Sevitam vayo jayang game sukam sukalikanyo ino gammo bodhunjaniko anariyo anatta yo jayang adarilamadaniyo go dukko anariyo anatta ede devingave ubho ande anupagamma majjima Abhisambundāyāṅgakarani ñānakarani upasamāya abhiññāya sambodhāya nimbānāya samvadati gatamācasa majjimā bharipada tathāgatena abhisambundā dakkukarani ñānakarani abhiññāya sambodhāya nimbānāya samvadati ayameva riyo mango seyyadidam sammadiddi sammadangabbo sammavada samma ajivo samma vayamo samma sati samma ayangho savingave majjima vadivada tathāgatena visambuddha jnanagharani upasamaya abhiññāya sambodhāya nimbānāya gangho vanavingave dukkhang arya sajjang jatividukkhādara vyādhividukho maranam vidukkhang akkiye sambayogo Tenubasangami ubasangamitva bhagavantang abhivadetva ekamantang attasi ekamantang ditākosa devata bhagavantang dādāya ajjavāsi Parabhavantang purisang mayang puccama gotamang Bhagavantang puttumagamma king parabhavato mukhang Suvijano bhavang modi suvijano parabhavo Dhammakamo bhavang modi dhammadesi parabhavo Iti hetang vijanama padamoso parabhavo Dutiyang bhagava bruhi king parabhavato mukhang Asantassa piya honti santena kurute piyang Asatang dhammang roceti tang parabhavato mukhang Iti hetang vijanama dutiyoso parabhavo Tatiyang bhagava bruhi king parabhavato mukhang Savetva ekamantang nisedingsu appe kacetun hi bhuta ekamantang niseding ekamantang nisenno kho vesavano maharaj bhagavantang etadavoca sante bante ularaya
භගවතු අප්පසන්නා සන්තේ බන්තේ උලාරා යක්ඛා භගවතෝ පසන්න සන්තේ බන්තේ මජ්ක්‍ධිමා යක්ඛා භගවතෝ අප්පසන්නා සන්තේ බන්තේ මජ්ක්‍ධිමා යක්ඛා භගවතෝ පසන්න සන්තේ බන්තේ නීචා යක්ඛා භගවතෝ අප්පසන්න සන්තේ බන්තේ නීචා යක්ඛා භගවතෝ පසන්න යේ වයේන කෝපන බන්තේ යක්ඛා අප්පසන්න යේව භගවතෝ තං කෙස්ස හේතු භගවාහි බන්තේ පානාති පාතා වේරමණිය ධම්මං දේසේති අදින්නා දානා වේරමණිය ධම්මං දේසේති කාමේසු මිච්ඡාචාර වේරමණිය ධම්මං දේසේති මුසාවාදා වේරමණිය ධම්මං දේසේති සුරාමේරය මජ්ජපමා දත්තාන වේරමණිය ධම්මං දේසේති යේ බයේන කෝපන බන්තේ යක්ඛා අප්පති විරත යේව පානාති පාතා අප්පති විරත අදින්නාදාන මජ්ක්‍ධිමා යක්ඛා භගවතෝ පසන්න සන්තේ බන්තේ නීචා යක්ඛා භගවතෝ අප්පසන්න සන්තේ බන්තේ නීචා යක්ඛා භගවතෝ පසන්න ඒ භුයේන කෝපන බන්තේ යක්ඛා අප්පසන්න ඒව භගවතෝ तम के सहेतु युगल पाठ पश्चात श्रद्धेय भिक्षु वजीर वंश श्रद्धेय भिक्षु कोण्डन्य महास्थवीर श्रद्धेय भिक्षु सुमन सहित विभिन्न बिहारका श्रद्धेय भिक्षुहरूबाट सामूहिक रूपमा महापरित्राण पाठ गरी पाठ सम्पन्न गरिएको थियो। सुपटिपन्नो भगवतो सावक संग उजुपटिपन्नो भगवतो सावक संग न्यायपटिपन्नो भगवतो सावक संग सामीचे पटिपन्नो भगवतो सावक संग यदिदं चत्तारि पुरिसयुगानि अड्ड पुरिस पुग्गलाये स भगवत् सावक संगो आहुनैयो पाहुनैयो दग्गिनैयो अंजलि करणीयो अनुत्तर पुण्यं कीर्तं लोकस्वाति एतेन सच्च वज्रेण शोधिते होतु सम्पदा एतेन सच्च वज्रे सम्भरोगो विनाशतु एतेन सच्च वज्रे होतु ते जय मङ्गलं करणीयमद्कुशलेन यन्तं सन्तं पदं अभिसमिज्य सत्को उजुच सुजु सुजु मुदुमनतिमानि सन्तुष्कोच शुभरोच अब्बकिच्चोच सल्मुख उद्देशान्तेन्द्रियोच निपकोच अब्बगब्बो कुलेषु अननुगिद्धु न च कोद्धं समाचरे किञ्चित् येन विन्यो परे उपवदे। कार्यक्रममा श्रद्धेय भिक्षु पन्यामूर्ति महाशिविरबाट वाचन गरिएको अष्टपरिष्कार दान गाथाको अनुसरण गरी अष्टपरिष्कार दाताहरूबाट भिक्षु महासङ्घलाई अष्टपरिष्कार दान गरिएको थियो। भिक्षु सङ्घस्य देमा इमं सार्थपरिखारं भिक्षु सङ्घस्य देमा इमं सार्थपरिखारं भिक्षु सङ्घस्य देमा इदं मे पुण्यं आसवक्षया वहं होतु इदं मे पुण्यं निब्बानस्य पच्चयो होतु इदं मे पुण्यं सब्बे सत्ता अनुमोदन्तु। साधु साधु साधु।
कार्यक्रममा उपस्थित श्रद्धेय भिक्षुहरू र श्रद्धेय गुरुमाहरूलाई उपासक उपासिकाहरूबाट दान प्रदान र भोजन दान गरिएको थियो। जङ्को केवल जन्मदिनमा मनाउने उत्सव मात्र होइन, यो जीवनको लामो यात्रा, अनुभव, ज्ञान र समाजप्रतिको योगदानको सम्मान गर्ने विशिष्ट सांस्कृतिक परम्परा हो। नेवा समुदायको यो अमूल्य सम्पदाले नेपाली सभ्यता र संस्कृतिको विविधता तथा समृद्ध परम्पराले उजागर गर्दछ। यहाँ चलङ्गो ज्याजोन सफलजीमा मस्तेसा हेन्चङ्गो गुलिन अध्यापन ज्याजोन बिनबादा मजुइका आनन्दपूर्वक यहाँका अवनितन चिसा थयनको पुण्य आशीर्वाद हेतुद्वारा चित यहाँको भय आशीर्वाद दैचुन मनगान आशीर्वाद यसैले थयको दिखनो थोकथा पुण्य ज्याजो हनचनको विशेष दिवंगत जिया बिजा बिना लुमंगा वस्पर पिन्तन पुण्य तोटी दैगो मति तसैले थौ जेसा थोकथा महापरित्राण पुण्य ज्याजो जेसा कोचाकी खाऊ खा थोकथा आजिगो पुण्य ज्याजो सा चिनमा मर्यादंगो पि सकले लुमंगा सकसितना पुण्य तोटा छेगो ही थयको दिखनो दाता जिया बिजन चौबी रूप केसरमान ताम्राकार रूप केसरी ताम्राकार उपासक उपासिका पनि थानमा दिवंगत जया बिजापि सकले जिथना बिजन चौबी वेका पनि थाथि बि नामन मर्यादन गोबी थना साय थनम नाम बिया तगु ख मर्यादन गोबी मोतीरत्न ताम्राकार हर्षरत्न ताम्राकार पद्मादेवी ताम्राकार अर्चना ताम्राकार तीर्थमान ताम्राकार रत्नभाई ताम्राकार शान्ति ताम्राकार रत्न ताम्राकार केसरी ताम्राकार निपूर्ण वज्राचार्य देवी कंसाकार तेजराज शिलाकार तेजमाया शिलाकार हेराकाजी शिलाकार रत्नमाया शिलाकार लक्ष्मी ताम्राकार सानुकाजी शिलाकार नानीकाजी शिलाकार मोतीरत्न कंसाकार मोती शोभा तुलाधर रत्न शोभा ताम्राकार कांसा दाई देव दाई तारा देवी तुलाधर लिसलेसेंतो वसुंधरा तुलाधर नाम शोजोली मले तुलाधर लगा है नाम यादव ना ख
उपासिका पिनोपाखे वडेन्तो पाजो कृष्ण मोहन तुलाधर पाजो रत्न मोहन तुलाधर तेज शोभा तुलाधर व मानिक रत्न कंसाकार। कार्यक्रममा श्रद्धेय भिक्षुबाट महापरित्राण पाठदाता केशरमान ताम्राकार र रूप केशरी ताम्राकारलाई मैत्री उपहार स्वरूप लोकेश्वरको मूर्ति प्रदान गरिएको थियो। कार्यक्रममा श्रद्धेय भिक्षु शान्त सिद्धार्थ स्थिरबाट सर्वसत्व प्राणी पुण्य हेतु पुण्यानुमोदन गरी कार्यक्रम समापन गरिएको थियो। कार्यक्रममा दाता परिवारका तर्फबाट जङ्गको पावन अवसरलाई विशेष महत्त्व दिँदै आयोजना गरिएको महापरित्राण पाठको उद्देश्य यस पाठबाट प्राप्त पुण्यको प्रभावले सम्पूर्ण प्राणीमा दुःख निवारण होस् भन्ने कामना गरिएको बताउनुभयो। महापरित्राण पाठबाट सञ्चित पुण्यले सबै प्राणीमा सहिष्णुता, आपसी सद्भाव, करुणा, मैत्री भाव विकास होस् भन्ने कामना गर्नुभयो। यो मेरो जिन्दगीमा सबभन्दा पहिलोचोटि हो। एकदमै खुसी भएछ मलाई। यस्तो काम चाहिँ सधैँ गर्न पाएँ भने धेरै नै खुसी हुन्छु भन्ने आशा गर्छु। यो परित्राणले गरेर लोक कल्याणकारी हुन्छ भन्ने म विश्वास गर्दछु। यस्तै लोक कल्याणकारी काम सबै जनताले गरौँ भन्ने मलाई एउटा ठुलो आशा छ। यो हाम्रो नेवार समुदायमा सबभन्दा ठुलो चाहिँ त्यो हो पूजा हो जङ्गो। जङ्गो चाहिँ 77 वर्ष 77 महिना 7 महिना 7 दिन सालपामा शुभ साइडमा यो गरिन्छ। घरमा हामीले पूजा गरिए जङ्गो भनेर होइन, जुन परम्परागत पुरानो चाहिँ खट तान्ने काम मबाट भएन होइन। त्यसैले अब बौद्ध धर्मअनुसार पनि जङ्गो भन्ने ठुलो महत्त्व भएको हुनाले हामी बिहारमा चाहिँ आएर गरेको हो। बिहारमा आउँदाखेरि पहिलादेखि मलाई इन्ट्रेस्ट थियो यो महापरित्राण चाहिँ गर्छु भनेर। अनि यो जङ्गको उसमा पनि मैले त्यही गरेर म गर्छु भनेर गरेँ। पुण्य पाओस् भनेर पनि गर्न लागेको हो। मलाई सबै एकदम खुसी लाग्यो। बुवा आमाको जङ्गको उपलक्ष्यमा आज महापरित्राण यस बिहारमा सम्पन्न भयो र बुवा आमाको दीर्घायु जीवनको कामना गर्दै यो महापरित्राण हामीले गरेको हौँ र महापरित्राणमा बुवा लगायत समस्त समाजको पनि कल्याण होस् भन्ने आशाका साथ हामीले यो महापरित्राण गरेको। आजको जुन महापरित्राणको सुन्दाखेरि मनै तपाईँको प्रसन्न र पहिला शान्त भयो। त्यसपछि धेरै ज्ञान गुणका कुरा सिक्न पाइयौँ र यसबाट आगामी दिनमा पनि सुविचार र सुकर्म गर्ने हौसला प्राप्त भयो। यसैगरी महापरित्राण दाता परिवार अरुनिश ताम्राकारले महापरित्राण पाठ श्रवण गर्दा मन शान्त भएको र भगवान बुद्धका शिक्षा अनुसार सबैको हित र सुख हुने कार्य गर्नुपर्ने बताउनुभयो। मेरो आज उपलक्ष्य चाहिँ मेरो हजुरबाको जङ्गको भयो। अरू आज यता पाठहरू परित्राणले गरेर धेरै कुरा सिक्न पायो। म सेकेन्ड टाइमै भनौँ यस्तोमा आएको होइन। अब
अझ सिक्न बाँकी नै छ। अझ अलि सिक्दै गएँ मैले कसरी पाठहरू हुन्छ के हुन्छ भनेर। अरूहरूलाई दुःख दिनुहुन्न भनेर आज सिक्न पायो। अरू सबलाई हेल्पहरू गर्नुपर्छ, त्यही भएर। यहाँ मनको शान्ति छ। उता पनि रमाइलो त रमाइलो हुन्छ, तर यहाँ चाहिँ पाठहरू गरेर अर्कै रमाइलो भइरहेछ, मनको शान्ति भएर। भगवान बुद्धले विभिन्न समय परिस्थिति र आवश्यकता अनुसार विभिन्न विषयहरूमा दिनुभएको धर्मदेशनाबाट छनौट गरिएका प्रमुख सूत्रहरूको संग्रह नै महापरित्राण सूत्र हो। थेरवाद बुद्ध धर्ममा बुद्ध वचनलाई संग्रहित महापरित्राण पाठ गर्ने प्रचलन बुद्धको समयकालदेखि नै रहिआएको विश्वास गरिन्छ। यस कार्यक्रमले सर्वोच्च प्राणीको सुख, शान्ति, दीर्घायु र मङ्गल मैत्रीको कामना गर्दै मानव जीवनका समस्याहरूको समाधान भगवान बुद्धको देशनामा निहित छ भन्ने सन्देशलाई स्पष्ट पारेको छ।